नमस्कार। विशेष गरेर आज हामी सचेत युवा समूहको पक्षबाट मिडिया मार्फत के भन्न चाहन्छौँ भनेदेखि विगत 17 तारिकदेखि हामीले खण्ड विकास अधिकारी भिडियोलाई जुन प्रकारले यो डिजास्टर विषय लिएर हामीले प्रस्ताव राखेका थियौँ अनि हाम्रो 6 बुँदे मागहरू हामीले टक्राएका थियौँ सचेत युवा समूहको पक्षबाट र विशेष गरेर आज 2 दिन बित्दै गर्दाखेरि हामीले जान्नमा यो आयो कि जति पनि सम्पूर्ण पहाडभरि विभिन्न क्षेत्रहरूमा विभिन्न ठाउँहरूमा यो अक्टोबर 4 तारिकको बाढले है पानी झरीको मौसमको कारणले गर्दा क्षतिग्रस्त भएको ठाउँहरूलाई लिएर सरकारको निकाय सम्बन्धीबाट जुन राहतहरू अनि जुन आर्थिक सहयोगहरू पाउने एउटा सरकारले दिनुभएको थियो अनि त्यो विषयलाई लिएर आज विभिन्न क्षेत्रका ग्राम पञ्चायतहरूदेखि लिएर पहाडको सम्पूर्ण क्षेत्रहरूमा जति पनि ठाउँहरूमा बाढ पहिरोले क्षतिग्रस्त भएको थियो अनि त्यस ठाउँहरूलाई हेर्दै गर्दाखेरि धेरै प्रकारको धाँधली धेरै प्रकारको करप्सन भएको हामीले देखिराखेको थियौँ अनि जति पनि लिस्ट आउट भएको नामहरूलाई हामीले हेर्दाखेरि जब सार्वजनिक भयो अनि त्यस विषयलाई हेरेर ल्याउँदाखेरि एकदमै जेन्युइन जसको चाहिँ क्षति भएको छ उनीहरूको नाम नआएको तर क्षति नभएको यस्ता धेरै व्यक्तिहरूको सम्बन्धित निकायभित्र प्रतिनिधित्व गरेर काम गरिराख्ने व्यक्तिहरूको यस क्षति मार्फत नाम आएको हामीले देखे पश्चात हामीले भिडियोलाई एउटा मेमोरेन्डम दिएको थियौँ अनि त्यस मार्फत भिडियोले यो जानकारी गराउनु भयो कि उहाँले यसरी भन्नुभयो हामीलाई जुन प्रकारले पञ्चायत लेभलबाट हरेक गाउँ गाउँमा तपाईँहरूको पञ्चायत प्रतिनिधिहरू छन् पञ्चायत मेम्बरहरू छन् अनि उनीहरूले जुन प्रकारले रिपोर्ट ब्लकमा पेश गरेको छ अनि त्यही रिपोर्ट चाहिँ मैले डिस्ट्रिक्ट लेभलमा फरवर्ड गरेको छु भनेर उहाँले भन्नुभयो। मैले कुनै पनि फ्रड गरेको छैन भनेर उहाँले वचन दिनुभयो अनि त्यस वचन मुताबिक चाहिँ आज प्रष्ट जानकारी चाहिँ के प्राप्त भइराखेको छ भन्दाखेरि जति पनि यो घोटालाबाजी भएको छ यस बाढ सम्बन्ध लिएर नक्सानी सम्बन्धी लिएर जति पनि करप्सन भएको छ यहाँनिर चाहिँ गाउँ गाउँमा भएको पञ्चायत प्रतिनिधिको माध्यमबाट नै यो भएको हो भन्ने पुष्टि भएको छ। यसोसले आज आइराख्दाखेरि जति पनि जेन्युइन मान्छेहरूले प्राप्त गर्नुपर्ने यो राहत रकमहरू छ अनि त्यसलाई चाहिँ हामीले यो प्रस्ताव राखेको थियौँ कि ब्लक लेभलबाट असल प्रकारले डिजास्टर म्यानेजमेन्ट लगायत ब्लक लेभलबाट भिजिटिङ गरेर जेन्युइन मान्छेहरूको चाहिँ फेरि एकपल्ट वेरिफिकेसन गरिकन मात्र। तो इस फेस्टिव सीजन घर ले जाइए अपनी ड्रीम कार एक्स्टर, i10, i20, वेन्यू, क्रेटा, क्योंकि Hyundai कारों पर मिल रहा है धमाकेदार डिस्काउंट। आज ही आइए बार्लिया Hyundai, सेवोक रोड, विशल सिनेमा के पास, सिलीगुड़ी या कॉल करें 9093021000। जेन्युइन मान्छेहरूको चाहिँ फेरि एकपल्ट भेरिफिकेसन गरिकन मात्र यो सरकारी सहुलियत प्राप्त गर्न सकोस् भनेर हामीले एउटा माग गरेको थियौँ अनि आज आउँदै गर्दाखेरि हामीले यो पनि जान्नमा आयो कि कतिपय यस्ता व्यक्तिहरू जसले चाहिँ उनीहरूको नक्सानी भएको छैन उनीहरूको खातामा पसेको रकमहरू चाहिँ फेरि पनि डिपार्टमेन्टतर्फ फिर्ता गरिएको रिपोर्टहरू पनि सार्वजनिक भएको छ। आज पहिरोले पीडित भएर जति पनि गाउँठाउँमा बोल्न नसक्ने जनताहरू चुप्पा लागेर बसिरहेको छ अनि यसमा ध्यान केन्द्रित गर्नुपर्ने चाहिँ जिटिए प्रशासन चलाउने हरेक नेतृत्व वर्गहरूले हो तर यो सही सलामत भइराखेको छैन। आज उनीहरू किन मौन छ यो विषय लिएर उनीहरू किन चुपचाप छ। आज एउटा अर्बन एरियामा रुरल एरियामा पानी झरीको मौसम हुँदाखेरि एउटा साधारण पब्लिकले तिरपालको लागि माग गरेर पञ्चायत अफिसमा जाँदाखेरि धेरै प्रकारको क्राइटेरियाहरू माग्ने गर्छन् उनीहरूले एप्लिकेसनदेखि लिएर फोटो खिचेर एउटा पालको लागि त्यति ठुलो तकलिफ दिन्छ भनेदेखि आज यत्रो ठुलो पहिरोले क्षतिग्रस्त भएको ती साधारण जनताहरूको घर भत्किएको छ पहिरोले उनीहरूको खेतीपाती पशुप्राणीदेखि लिएको सबै कुरो नष्ट भएको छ। आज उनीहरूलाई उठ्नको लागि त्यस ठाउँबाट अलिकति माथिल्लो तहमा पुग्नको लागि धेरै गाह्रो परिराख्दा आज उनीहरूको किन नाम काटिएको छ त्यो लिस्टबाट अनि यसको हामी घोर भर्त्सना गर्छौँ र यो विषयलाई लिएर
सम्बन्धित निकायहरूले कठोरभन्दा कठोर निगरानी गरिकन उनीहरूको आँखाको अगाडि उनीहरूले जुन प्रकारले त्यो देखेको छ र त्यसलाई छुपाइकन पर्दाभित्र राखेर आफ्नो आफ्नो सम्बन्धित भित्र रहेको व्यक्ति आफ्नो आफ्नो आफन्त आफ्नो आफ्नो रिलेटिभ्सहरूलाई लिएर यो काम गरेको छ। अनि यसलाई चाँडोभन्दा चाँडो फेरि पनि डिपार्टमेन्टले यसको निरीक्षण गरिदिया जाओस् भन्ने हाम्रो यो माग छ। र यो विषय लिएर के भन्न चाहन्छु भनेदेखि आज हाम्रै मान्छेलाई दबाउने काम गरिरहेको छ, हाम्रै मान्छेलाई दुःख दिने काम गरिरहेको छ। हुनसक्छ त्यस दिन जब डिजास्टर भयो अनि कसरी नाम लिस्ट गरेर उनीहरूले पठायो पञ्चायत लेभलबाट हरेक वार्ड मेम्बरले कसरी नाम लिस्ट गरेर पठायो अनि त्यो कसैलाई सार्वजनिक भएको छैन। तर ब्लक लेभलमा आइकन बिडिओसँग हामीले भेटवार्ता गरेर बात मार्दाखेरि बिडिओले हामीलाई यो जनाइदिनु भएको छ, यो भन्नुभएको छ कि मबाट कुनै यस्तो फ्रड भएको छैन। तर तपाईँहरूको हरेक गाउँमा प्रतिनिधित्वहरू छ, उनीहरूको माध्यमबाट जुन प्रकारको नाम लिस्ट भरायो मैले त्यही लिस्ट फरवर्ड गरेको छु भनेर उहाँले वचन दिनुभएपछि आज आएर यो कुरा सर्वङ्ग खोलिएको छ कि यस नाम लिस्ट गर्ने जो व्यक्तित्वहरू हुनुहुन्छ उनीहरू नै यस घोटालामा संलग्न भएको हामीमा जान्न आएको छ। र यसलाई हामी चाँडोभन्दा चाँडो फेरि पनि सम्बन्धित निकायहरूले याद करो जिंदगी में 28 मिनट नर्सों ले लेते हैं। होमलैंड में हम सर नहीं खाएंगे, बस घर सजाएंगे। Delivery in 45 days. Homelane, Siliguri. Selection Furniture, opposite Vega Mall, next to Zudio. Call 7699736111. यसलाई ध्यानमा राखेर यसको चाँडोभन्दा चाँडो जवाब दिएको हुनुपर्छ भनेर म यहाँबाट भन्न चाहन्छु। सर्वप्रथम नमस्कार भन्दै है मलाई बोल्नु चाहिँ इच्छा थिएन है। अब सबै सर्वविदित उहाँको मुखबाट तपाईँहरूले सुनिहाल्नु भयो है। विषय यहाँ गम्भीर छ। अब पञ्चायत व्यवस्था फर्काएर ल्याएको हो कि यो पञ्चायत शासनलाई फर्काएर ल्याएको हो कि यो त पञ्चायत शोषण फर्काएर ल्याएको जस्तो हामीलाई भान हुँदैछ। हेर्नु आज जसले पञ्चायत व्यवस्था फर्काएर ल्यायो यत्रो ठुलो धाँधली हुँदा जे भए पनि एउटा पहाडको व्यवस्थाको बाउ भनेको आज एउटा हाम्रो अनित थापा हुनुहुन्छ। एउटा समष्टिको या अब म पुलबिजनबारी क्षेत्रलाई लिएर बोल्छु है। आज पुलबिजनबारी क्षेत्रलाई लिएर बोल्दाखेरि हाम्रो यहाँका सभासद हुनुहुन्छ, आज किन मौन हुनुहुन्छ उहाँहरू? तपाईँहरूको घरभित्रको मान्छेले तपाईँको आफन्तले भनौँ न अब तपाईँहरूले बनाएको हतियारहरू हुनु त अब मलाई भन्नु लाज लाग्छ है। यो भोटले बनिएको यो पञ्चायत गठन भएको होइन, यो त अब किनेर बनिएको सबै कुरो छ यहाँनिर। अब त्यो सबैलाई सर्वविदित भएको कुरो हो। तर मेरो अडान चाहिँ के छ भन्दाखेरि अब तपाईँहरूलाई भन्दा पनि दुःख छ है, तपाईँहरूलाई भन्दा अब रिसाउँछ, तपाईँहरूले अब भन्दाखेरि त्यहाँ धेरैवटा कुरा हुन्छ। तर अब यहाँ नभनिकन पनि कतिवटा कुरो समाधान नभएको देख्दा चाहिँ आज एउटा कुरा भन्नु मन लाग्यो है। अब तपाईँहरू जसरी हुन्छ हामीबाट त अब तपाईँहरूदेखि त अब हामीलाई त एकदमै आशा भरोसा टुटिसक्यो यो पञ्चायत मेम्बरहरूदेखि। अब हामीले विश्वास कसलाई गर्नुपर्ने? अब जो पाउनेले पायो। हेर्नुहोस् मलाई त्यो पाउनेसँग केही लेनदेन नआरिस छ। यदि सही पाउनुपर्ने व्यक्तिले पाएको छ भने त्यो व्यक्तिले पैसा फर्काइरहने आवश्यकता छैन। यहाँ अघि उहाँ साथीको मुखबाट सुनेअनुसार यहाँ कतिजनाले पैसा फर्काउने कामहरू पनि गर्दैछ भन्दैछ। तर अब यो पैसा फर्काएर मात्रै यो समाधान हुने कुरो होइन। तर नपाउनेलाई कहाँबाट समाधान बनाउँछ? यहाँ अब कसले जिम्मेवार लिन्छ यसको? आज क्षेत्रीय सभासदले पो नपाउनेहरूको जिम्मेवार लिनु सक्नुहुन्छ कि या जिटिए चिफले पो यसको जिम्मेवार लिने हो कि या बिडिओले जिम्मेवार लिने हो कि? अब यो चाहिँ तपाईँहरूले खुलस्त गरिदिनु पऱ्यो। हेर्नुहोस् अब बहुत सहिसक्यौँ हामीले। तपाईँहरूले आज हामी कहाँ केन्द्र र राज्यको कुरा गर्छौँ, यहाँ त हाम्रोलाई शोषण गर्छ यार। यो एकदमै यो तपाईँहरूको यो विचारहरू एकदमै केन्द्र र राज्यको कुरा गर्छौँ, यहाँ त हाम्रोलाई शोषण गर्छ यार। यो एकदमै यो तपाईँहरूको यो विचारहरू एकदमै मन परेको छैन। बा हुनसक्छ अब जिटिए चिफले त हामीले न्युजतिर है त्यहाँनिर गएर सुन्दाखेरि त मिठो मिठो वचनहरू बोलेको जस्तो लाग्छ। उहाँको टिमहरूले यहाँ आएर त्यो चिजलाई छर्नु पो जानेको छैन कि? तपाईँको टिमले त यहाँ ध्वंस बनाइसकेको छ नि दाजु। आएर तपाईँहरू अब कसरी हुन्छ है? यो भिक्टिम्सहरूले न्याय पाएको हुनुपर्छ। यदि भिक्टिम्सहरूले न्याय पाएन भने चाहिँ हामीले गर्नुपर्ने रोल त अब हामीलाई गर्नु बाध्य नै हुन्छौँ भन्छु। अब अरू केही कुरो छन् हाम्रो यहाँ करण भाइले पनि दुई शब्द चाहिँ राखिदिए राम्रो लाग्छ मलाई। नमस्कार साथीहरूले, दाजुहरूले आफ्नो कुरा स्पष्ट राखिहाल्नुभयो। हामीले बिडिओ साहबलाई ज्ञापन चढाइसकेका छौँ। यसको निरीक्षण हुनुपर्छ, यसको पारदर्शिता साथ छानबिन हुनुपर्छ ताकि भिक्टिमकोमा
मेडिसिन में 22% डिस्काउंट, साथ ही फ्री होम डिलीवरी। कॉल कीजिए या विजिट कीजिए सिलीगुड़ी फार्मेसी, बाघा जतीन रोड, हाथी मोड़ के निकट, सुभाषपल्ली, सिलीगुड़ी। कॉल 9933990001। एकदम वास्तविक भुक्तभोगी जसको घरमा पहिरो गएको छ, जसको घरमा क्षति भएको छ, ती मानिसहरूले, ती खटी खाने सर्वहारा वर्गले त्यो सरकारले दिएको राहतको रकम पाउनुपर्छ भन्ने हाम्रो माग छ। अनि बिडिओ साहबले पनि जतिसक्दो हामीले 6वटा पोइन्टहरूलाई लिएर 6 बुँदे माग हामीले उहाँसँग समक्ष राखेको थियौँ। त्यसलाई लिएर त्यसको कार्यान्वयनमा उत्रिन्छु भन्ने आश्वासन बिडिओ साहबले दिनुभएको छ। यो चाँडो होस्, यसलाई बिर्सिएर नजाउनु उनीहरूले, ताकि भोलिको दिनमा फेरि हामीले भनिराख्यौँ, उहाँले ओके भनेर एक्सेप्ट गरिराख्नु भयो, अनि भोलि पर्सिको दिनमा जतिजनाको पस्यो फ्रड होस्, फेक होस् या वास्तविक पैसा पसिहाल्यो अनि नपस्ने फेरि हेरेकै यस्तो नहोस्। उहाँहरूलाई फेरि पनि म यो भिडियोबाट पनि अपिल गर्न चाहन्छु, तपाईँहरूले डिपार्टमेन्टको पक्षबाट, त्यहाँनिर विभागको पक्षबाट फिल्ड भिजिट गरेर रिसर्भे हुनुपर्छ, ताकि सरकारले पीडित जनताको नाममा दिएको पैसा गलत मान्छेहरूको नाममा नजाओस्, गलत मान्छेहरूको एकाउन्टमा नजाओस्। मैले अस्ति पनि भने, त्यति मात्रै नभएर जुन मान्छेहरूले गलत मान्छेहरूको नाममा पैसा हाल्दैछन् अनि त्यो सँगसँगै पीडितलाई पनि हामीले तिम्रो कामको लागि गरिदिएको छौँ, पेपर बुझाइदिएको छौँ, अलिकति हामीलाई दिनुपर्छ भन्ने कुराहरू अहिलेसम्म पनि मलाई फोनहरू कतिवटा मेसेजहरू आइराखेको छ। यस्तो नहोस्, चाँडै डिपार्टमेन्टबाट निगरानी होस्। अनि जिटिएको पनि जिम्मेवारी हो, जननिर्वाचित प्रतिनिधि सभासदको पनि जिम्मेवारी हो, चुपचाप बस्नु हुँदैन, उहाँहरूको कर्तव्य हो, जनताको सेवक हो, हामी जनताको सेवा गर्नको निम्ति आएको हो भन्दै यो खालको धाँधली, यो खालको भ्रष्टाचार, यो खालको यो जुन चाहिँ एउटा भेदभाव छ, पक्षपात छ, यसको अन्त्य हुनुपर्छ। अनि यस्तै भइरहन्छ भने मैले जहिले पनि भन्ने गर्छु, सत्तामा बस्नेहरूले, पावरमा बसेर जो मान्छेले यहाँनिर सेवा गर्नुपर्छ जनताको भन्ने कर्तव्य बिर्सेर गए भने समाजमा विद्रोहले जन्म लिन्छ। यो थुप्रो ठाउँहरूको उदाहरणहरू छ। यस्तो भइरहनु उचित होइन, यो चरम सीमामा पुगिसकेको छ। बाटो घाटो, नाली बनियोस्, झोडा बनियोस्, कुनै पनि चिजमा के एउटा साँचो पाउनुपर्ने मान्छेले आफ्नो हक अधिकार पाउँदैन। जनताले हरेक चिजको निम्ति ट्याक्स पे गरेको छ, जनताको करको पैसा हो। सरकारले यो क्षेत्रको विकास होस् भनेर यहाँबाट लगेको करको पैसा यहाँनिर विभिन्न निकाय मार्फत पठाएको हुन्छ, तर त्यो पनि आम जनतासम्म पुग्नुपर्ने ठाउँमा पुगेको हुँदैन। अनि यो कहिलेसम्म? हरेक चिजमा यो भ्रष्टाचारको सीमा नागेर गइसकेको छ। यस्तै भइरहेमा आउँदो दिनमा म फेरि पनि भन्छु, विद्रोहले यहाँ जन्म लिन्छ। यो कदापि राम्रो होइन। हामी विभिन्न युवा साथीहरूसँग भेटघाट गर्दैछौँ। यस्तो भइरहेको खण्डमा हामीले यसको विरुद्ध एउटा गणतान्त्रिक मोडमा कुनै न कुनै पहल चाल्नुपर्छ जस्तो हामीलाई लाग्दैछ। हामी सरसल्लाह, चर्चा विमर्श यो माथिको अध्ययन अनुसन्धान गर्दैछौँ। यो कदापि राम्रो होइन। प्रशासनले पनि यो माथि निगरानी राखोस्। यस्तो काम बन्द भएको हुनुपर्छ। आम भुक्तभोगी गरिब निमुखा जनताहरूले न्याय पाएको हुनुपर्छ। जुन मान्छेको घर भत्किएको छ त्यो मान्छेहरूको घर बनिएको हुनुपर्छ। त्यो बनिने सरकारको राहत सामग्री त्यहाँ पुगेको हुनुपर्छ। राहतको जुन 7 रुपयामा 1 करोड, केवल 7 रुपयामा 1 करोड, 1 करोड 7 रुपयामा। वाव, 7 रुपयामा 1 करोड। किन्नुहोस् डियर साप्ताहिक लटरी केवल 7 रुपयामा अनि जित्नुहोस् पहिलो पुरस्कार 1 करोड रुपैयाँ। डियर साप्ताहिक लटरी, भाग्य बदलिने बाटो। मेडिसिन में 22% डिस्काउंट, साथ ही फ्री होम डिलीवरी। कॉल कीजिए या विजिट कीजिए सिलीगुड़ी फार्मेसी। 99% मेडिसिन हमेशा उपलब्ध, यही है हमारी स्पेशलिटी। विश्वास नहीं होता? आजमा लीजिए। आज ही कॉल कीजिए या विजिट कीजिए सिलीगुड़ी फार्मेसी, बाघा जतीन रोड, हाथी मोड़ के निकट, सुभाषपल्ली, सिलीगुड़ी। कॉल 9933990001। कंसल्टेशन अवेलेबल विद डॉक्टर्स। What's your favorite beverage? A strawberry milkshake, Ovi, Agnipat, food, butter chicken, Home interiors. Homeland. By getting your interiors done from Homeland, you choose a hassle-free experience. 45-day delivery, no hidden costs, and a flat 10-year warranty. Come meet us. Homelane Modular Kitchens and Wardrobes now available at Selection Furniture, Siliguri, opposite Vega Circle Mall, next to Zudio. Call now 7699736111. तो इस फेस्टिव सीजन घर ले जाइए अपनी ड्रीम कार एक्स्टर, i10, i20, वेन्यू, क्रेटा। खुशियों की ड्राइव अब आपके बजट में, तो अब दिल और जेब दोनों खुश।
क्योंकि Hyundai कारों पर मिल रहा है धमाकेदार डिस्काउंट। इस फेस्टिव सीजन आप बचा रहे हैं हजारों रुपए, तो क्यों इंतजार? ये है सही टाइम अपनी Hyundai कार घर लाने का। आज ही आइए बारलिया Hyundai, सेवोक रोड, विशाल सिनेमा के पास, सिलीगुड़ी, या कॉल करें 9093021000। शादी या फंक्शन में हो या डे संजोना, डॉक्यूमेंट्री हो या विज्ञापन बनवाना, प्रोडक्ट की ब्रांडिंग को नए रंग लगाना, कैंडिड शॉट से बल्कि कराना, हर तस्वीर में जादू लाना, हर फ्रेम में हो कला का खजाना, खूबसूरती और क्रिएटिविटी जब साथ निभाना। सारांश में फोटोग्राफी या सिनेमाटोग्राफी हो करवाना तो सोमानी डिजिविजन में ही आना। सोमानी डिजिविजन हर याद को बनाए खास। कॉन्टैक्ट 9434023813।